यो भिडियो केवल मनोरञ्जनका लागि मात्र बनाइएको छ। यसमा व्यक्त गरिएको विचार व्यङ्ग्यात्मक र हाँसो मजाकको लागि मात्र हो। सायद तँलाई धेरै दिनदेखि एउटा कुरा भन्न मन लाग्यो त बल्ल मौका पाएँ यार। के कुरा हो भन्न। रातो टीका निधारमा अनि घाँटीमा मालाको हार, रातो टीका निधारमा अनि घाँटीमा मालाको हार, नुहाएर बसै यो पाली रोटी लिएर आउँदैछु मनाउन तेरो घर कुकुर तिहार। के भनेको भर्जा। ल यार साथी, अघि फ्लोमा त मैले तँलाई एउटा कुरा भन्नै बिर्सेछु। भोक यतै बसे नि तेरो घर हो इन्डियाको बिहार, यतै बसे नि तेरो घर हो इन्डियाको बिहार। ह्याप्पी बर्थडे है साथी, किनकि आज हो कुकुर तिहार। त अति भएको हो कुटाइ हालेछ है भन। ओइ केटा सुन्न यहाँ। सुनिरख्या त छु नि, फोन उठाएपछि चाकमा हुन्छ मोबाइल, कानमै त छ नि। खान्छु रेड बुल गर्छु डरको सामना, खान्छु रेड बुल गर्छु डरको सामना। जहिले बिल्ल्या हाने नि तिमी मलाई आफ्नो साथी मान न। गोबरले भरिएको तेरो दिमागलाई नि गोवर्धन पूजाको हार्दिक शुभकामना। अति भइसक्यो है घरम तेरो फोन राख्दै। भन भन भाइ हो राम्ररी भन, स्वर मिलाइ भन। रातो माटो चिप्लो बाटो ए लड्दैमा पर्दै ए आएका हामी ए खुम्बा खुम ए सेलरोटी चाखुम। यी पैसा 5 रुपियाँ मात्र पो। जाम जाम, यस्तोकोमा के खेल्नु, अहिले मुखदेखि गाली मात्र निस्किन्छ। कहाँ आशिष नदी जान आँटेको, छिटो आऊ आशिष देऊ। ल म्या अति गर के यो बुढोले त। ल आइज म देखाउँछु यो बुढोलाई आशिष के हो। ए मेरो साथी कालो ए आशिष दिने पालो ए यसैमा घरको बामाको जोडी ए छुट्टिने जाओस् ए झगडे परोस् ए रिनैमा डुबुन् ए यही घरैको ए जेठी छोरीको ए टिकटकै नचलोस् ए पिम्पलले आइदियोस् ए ब्रेकअप भइदियोस् ए हाम्रो साथी रामे ए तिमीलाई लोभी बाहुन ठाने अनि सराप दिन ए यति नै जाने अब पक्कै गर्छौ गाली त्यसैले केही नभनी भागे। यहाँ दाजु त्यस्तो चाहिँ नभन्नु पर्थ्यो नि तपाईँले, त्यो केटी मेरो जिएफ हो नि। तैट भाइ यस्तो लोभी घरको केटी चाहिँ किन पट्याएको तैँले? दाइ यस्तो अनुहारले केटी पटिन्छ जस्तो लाग्छ तपाईँलाई? ल म्या अनि केले पट्याइस् त अनि धनी पनि छैनस् त त। बिग लाइट यहाँ दाइ पछि भनौँला। झिलिमिली झिलिमिली आएको झिलिमिली ए फुलको झिलिमिली ए कुन्न फुल ए मखमली ए सयपत्री 5 मिनट पछि ए छाना माथि कालो कोट ए आन्टीले जिकिन 100को नोट ए खोर्सानी पिरो ए हाम्रो अङ्कल हिरो ए कुखुराको प्वाक ए यो घरको छोरी च्वाक ए घोडा बस्ने तबेला ए हमला भयो अबेला 1 घण्टा पछि ए बाटोमा हिलो ए हमला भयो ढिलो ए साइकलको घन्टी ए छिटो गर्नु आन्टी ए सालोले काट्थ्यो लाइन ए आन्टी घर बाहिर आइन ए बिजुलीको पोल ए छिटो ढोका खोल ए ओली बाले देश लुट्नु भो ए हिरो अङ्कल लुट्नु भो 5 घण्टा पछि ए भगवान छन् माथि ए यो घरको आन्टी जहाँ दाइ होइन 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 ल म्या दयालु किन होइन, ताई राइमिङ मिलेन नि त। त रनमतीलाई पैसा नमिल्दा त भएको छ राइमिङ मिलेन रे। ए चामलको सुजी ए यो घरको सबै दाइ नौ अश्लील शब्द, हामी राम्रो मान्छे। हाउ गुजी चाहिँ कसरी अश्लील भो? दाइ यो हाउ गुजी भनेको चाहिँ के हो? त पैसा आउने बाटो खोज्न किन मिनिङ खोजिरहेछस्? अघि राइमिङ मिलेन, अहिले मिनिङ के हो? थपक्क देउसिरे भन् त। शिखर आइस हाम्रो सान यो घर बेटी रन दाइ
रणबीर कपुर ए जादुगरको कमाल ए राजेश हमाल ए बम पड्का ए स्वस्तिमा खड्का सुत्या थियौँ थाहा नै पाएनौँ तिमीहरू आएको हेर न केटाकेटी हो हाम्रोमा त जुठो परेछ देउसी नि खेल्न पाउँदैन है अति गरे यार सुटीले म्या पड्काइदे बम